फेरि एउटा नयाँ आइपिओ आएको छ। भुजुङ हाइड्रो पावर लिमिटेडले यही माघ 12 गतेदेखि 15 गतेसम्म सर्वसाधारणका लागि आइपिओ खुला गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि कुल 8,30,000 किता सेयर निष्कासन गर्दैछ। 10 किताका दरले बाँडफाँड गर्दाखेरि 83,000 जना भाग्यशाली लगानीकर्ताले सेयर पाउनेछन्। अहिलेको आवेदनको चाप हेर्दा यो सेयर पढ्नु भनेको चिट्ठा पढ्नु सर हो। कुरा गरौँ वित्तीय अवस्थाको। वित्तीय अवस्था हेर्दा कम्पनीको प्रति सेयर नेटवर्थ 90 रुपियाँ छ। यसको मतलब हामीले 100 रुपियाँ तिरेर सेयर त भर्दैछौँ, तर त्यसको एक्चुअल सम्पत्ति भनेको चाहिँ 90 रुपियाँको मात्रै छ। र इपिएस अहिले ऋणात्मक छ, यानि कि -10 छ यसको अहिले इपिएस। यसको मतलब अहिले कम्पनी नाफामा होइन घाटामा छ। तर प्राय जसो हाइड्रो पावरहरू सुरुमा कम्पनी बनाउँदै गर्दाखेरि चाहिँ घाटामै रहन्छन् र जब यिनीहरूको विद्युत उत्पादन सुरु हुन्छ र सुरु भएको केही वर्षपछि चाहिँ फाइदामा जाने हुन्छन्। त्यही भएर यसको पनि केही वर्षपछिको प्रोजेक्सन चाहिँ राम्रो छ। इक्रा नेपालले यसलाई B+ रेटिङ दिएको छ, जसले लगानीको उच्च जोखिम रहेको बुझाउँछ। यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। अब कुरा गरौँ ओपनिङ रेन्जको। नेप्सेमा यसको ओपनिङ रेन्ज 90.04 देखि 270.12 सम्म हुन सक्छ। वित्तीय सूचक केही कमजोर भए पनि आइपिओ मा जोखिम कम हुने भएकोले 10 किता चाहिँ अवश्य बढ्नु होला।